लडिरहनु भएको छ कतिपय शिक्षकहरू, कतिपय कस्तो अब। हाई साथी नमस्कार। यो भिडियो अन्तिमसम्म हेर्दिन सबैमा हार्दिक अनुरोध गर्दछु। हामी इसिडी शिक्षकको लागि दीर्घकालीन ऐन कानुन नबन्दिँदा अहिले हाम्रो अवस्था 36,000 भन्दा ओभर चाहिँ बाल विकास शिक्षक यो त्यो केन्द्रमा छ जहाँ ती अवध बालबालिका छन्। सामुदायिक विद्यालयमा यस्ता ती बच्चा छन् कि जो अलिक पिछडिएका वर्गको त्यो बच्चा समाजबाट ती बच्चा आउँछन् जुन कि तिनीहरूको त्यो प्राइभेट स्कुलमा पढ्ने पहुँच कहिल्यै पनि छैन। त्यो बच्चाको भविष्य निर्माण गर्छु भनेर आफ्नो व्यक्तिगत जीवन पुरै समर्पण गरेर 500 रुपियाँ पारिश्रमिक लिएर म जस्तो अहिले म बोलेछु तर 36,000 ओभर शिक्षकहरू चाहिँ त्यही नै हो। अहिले नेपालमा कानुन स्पष्ट नहुनाले चाहिँ हामी अब कतिपय काम गर्दा गर्दै कस्तो भयो भने मैले मलाई छोरी नै भन्छु मन्त्रीज्यू, कस्तो भयो भने जीवनमा मृत्युसँग लडिरहनु भएको छ कतिपय शिक्षकहरू, कतिपय कस्तो अवस्थामा हुनुहुन्छ भने अब आइसक्यो भोलि अब पर्छ उहाँहरूको त अब कहाँ आइसक्यो ढोका लगाइसक्यो। अब कहाँ जाने भने अब माग्ने थाल लिएर चाहिँ सडकमा मलाई भात दिनुहोस् भनेर हिँड्ने अवस्थामा हाम्रो साथीहरू बालिका शिक्षकहरू छ। मैले आज नेपालभरिको एउटा नेतृत्व गरेर म माडी नगरपालिका शिक्षक सञ्जालको एउटा संयोजक पनि हो। मैले हजुरजी दौरा आउनु भएको छ भन्ने चाहिँ यो अधिवेशनमा म जान्छु नि भनेको थिएँ। फेरि पनि साथीहरूबाट माडी आउनुहुन्छ भनेपछि यत्रो कक्षा ह्याम्पर गरेर त्यो बच्चालाई अन्यलता सिर्जना गरेर म उहाँ जानु हुँदैन। बरु यहीँनिर मैले उहाँको 1 मिनट समय लिएँ भने त्यो देशभरिको शिक्षक यो विषय हामी सम्बोधन गर्छौँ। हामी साँच्चै कि तपाईँहरूको अहिले मन्त्रीज्यूले कसरी दियो हामीमा यति ठुलो आशा छ यो युवा पुस्तामाथि, तर हामीलाई सबैको त्यो अवध बालबालिका जुन हामी यति पीडितलाई चाहिँ पछाडि पारेर त्यो विद्यालयको फाउन्डेसनको आधारशिलालाई बिर्सेर मन्त्रीज्यूले कसरी शिक्षा मन्त्रालय भनेको सबै मन्त्रालयको मेरुदण्ड हो, कसरी विकास हुन कानुन मन्त्रालय हो, तर चाहिँ यो कसरी चाहिँ यो सम्भव हुन सक्छ? हामीले यो अब यहाँ शब्दहरू पनि मिलाउन सकेका छैनौँ होला। त्यसमा चाहिँ भाव हो, यो फुल जस्तै हजुरको जीवन एकदम जीवन्त रहोस्। तपाईँले धेरै बच्चाहरूलाई पढाउनु भएको छ, हुर्काउनु भएको छ, तपाईँको देश बनाउनु भएको छ। यति भन्न नपाउँदाखेरि हामीलाई कक्षा कोठामा त्यो बजेट वक्तव्य जुन भयो त्यहाँबाट हामीलाई कक्षा कोठामा बस्न पनि मन लागेको छैन, बस्नै मन लागेको सबै कुरा बजाएको छैन। अन्यलता भयो हामीलाई। यो भिडियो हेरिसकेपछि हजुरहरूलाई एकदमै विनम्र साथ म के अनुरोध गर्दछु भने जति सक्दो यो भिडियो लाइक कमेन्ट सेयर गरिदिन नबिर्सिनु होला भन्दै बिदा हुन्छु। हस् त बाई।